Cause I've been living life right like I could just die any minute. Going for a ride down the side, PCH, country limit. I don't need a guide, follow lights, take me where I wanna visit. Are you alive? Or just breathing? Cause I've been living life right like I could just die any minute. Going for a ride down the side, PCH, country limit. I don't need a guide, follow lights, take me where I wanna visit. Are you alive? Or just breathing? Flashing red lights, driving at night, windowless ride, feeling alive. Nothing in sight, forever in flight. Follow those lines, we'll make it this time. Blurry street. So hello and namaste everyone. यो चाहिँ मेरो अर्को vlog हो. So it's another beautiful day. आज चाहिँ Easter Sunday हो. So म र मेरो साथी प्रकाश र दिनेश चाहिँ हामी यसो स्विमिङ खेल्न जान लाग्यो. So maybe this is the last swimming of this summer, किनभने अब अर्को हप्तादेखि चाहिँ विन्टर सुरु छ अनि त्यसपछि गइदैन होला. मेबी स्विमिङ पुलमा चाहिँ गइन्छ होला, तर बिचमा चाहिँ हैन, अलिकति हाम्रो लागि चाहिँ अलिकति कोल्डै हुन्छ. सो अब स्विमिङ खेल्ने भन्दा अस्ति रिसेन्टली हाम्रो नेपालीहरूको पनि डेथ भएको भनेर आइरहेको थियो होइन. आजभोलि एकदमै धेरै नेपालीहरू इभन फरेनरहरूको पनि यहीँको मान्छेहरूको पनि डेथ भइरहेको हुन्छ. त्यही भएर यहाँको एनएसडब्ल्यू गभर्मेन्टले पनि स्विमिङहरू के अरे फ्री लेसन्सहरू केहरू गरिरहेछ गर्न चाहिँ. सो म चाहिँ सबैजनालाई के भन्छु भने तपाईँहरूलाई स्विमिङ खेल्न आउँछ भने मात्र स्विमिङ खेल्नुहोस् बिचहरूतिर होइन. अनि अब त्यहाँ फ्ल्यागहरू हुन्छ, सेफ्टी फ्ल्यागहरू हुन्छ, त्यसको बिचमा मात्र खेल्नुहोस्. यदि तपाईँहरूलाई प्रपर स्विमिङ आउँदैन भने चाहिँ स्विमिङ पुलमा खेल्नुहोस् बरु होइन. किनभने यहाँको स्विमिङ पुलहरू त्यस्तो डेप्थ हुँदैन होइन. बिचकै साइडको स्विमिङ पुलहरू हुन्छ. तपाईँ के अरे बिचमै गएर स्विमिङ खेल्नुपर्छ भन्ने छैन होइन. इट्स अलवेज बेटर टु बी सेफ देन सरी होइन. आजभोलि धेरै नै डेथ केसहरू भइरहेछ. सो म पनि मेरो साथीहरूसँग अस्ति नै मैले भने, म पनि मेरो साथीहरूसँग चाहिँ उनीहरू हुँदा मात्र जान्छु क्या बिचमा, नत्र चाहिँ म आई वुड प्रिफर गो इन्टु स्विमिङ पुल. किनभने चाहिँ साथीभाइ भयो भने त एटलिस्ट सँगै खेलिन्छ, सँगै हुन्छ, थाहा हुन्छ नि त. अनि फेरि हामी पनि सेफ्टी फ्ल्यागहरूको बिचमै खेलिरहेको हुन्छौँ युजली. अब म मेरो साथी अब मोटेलाई पनि खेल्न आउँछ. सो हामी त्यस्तो एक्सपर्ट चाहिँ होइन, बट हामीले खेलिरहेछ हामी होइन. अरू करेन्टहरूमा पनि खेलिरहेको हुन्छ. सो हामी चाहिँ जस्ट वेभमा रमाइलो गर्ने हो. सो वेभले चाहिँ तपाईँलाई तानेर ठ्याक्कै त्यो के भन्छ नि फ्री फलको त्यो ऊ दिन्छ क्या, फिल दिन्छ. सो त्यो चाहिँ रमाइलो हो क्या. उमा सबभन्दा रमाइलो भनेकै बिचमा तपाईँको फ्री फल हुन्छ. सो द्याट इज द बेस्ट पार्ट होइन. तर त्यो पनि खेल्न आउनुपर्छ तपाईँलाई. जस्तै तपाईँलाई फर्स्टमा वेभले तान्छ, माथि तपाईँ जिउ छोड्नुपर्छ. एन्ड देन करेन्टसँग जब करेन्टले फाल्छ तपाईँलाई त्यति बेला चाहिँ तपाईँ अगाडि पनि आउनुपर्छ. होइन भने चाहिँ तपाईँलाई जति के अरे वेभले अब लगातार 4-5वटा वेभ आउँछ गरेका सानो वेभहरू आउँछ होइन. त्यसले चाहिँ तपाईँलाई ताने गर्छ. अनि तपाईँलाई यदि अगाडि जान आउँदैन भने चाहिँ त्यति बेला चाहिँ तपाईँ एकदमै धेरै पछाडि पुगिसकेको हुन्छ. अनि तपाईँको डेथ भनेको चाहिँ युजली डेथ या टायर्डनेसले गर्दा हुन्छ क्या. इट्स नट बिकज यु डोन्ट नो हाउ टु स्विम. किनभने त्यहाँबाट फेरि आउनलाई धेरै टाइम लाग्छ नि त. सो त्यही हो, म चाहिँ सबैजनालाई स्विमिङ सिकाउँ भन्छु. इट्स एन्ड भेरी बेसिक थिङ द्याट यु निड टु लर्न होइन. सिक्नुपर्ने कुराहरू चाहिँ सबै कुराहरू जस्तै बाइकिङदेखि लिएर तपाईँको गाडी चलाउनदेखि लिएर होइन, यो के अरे स्विमिङदेखि लिएर सबै कुरा यस्तो बेसिक कुराहरू चाहिँ सिकेको राम्रो क्या होइन. अब हामी त नेपालमा हाम्रो अब कति कुराहरू हामी सिक्दैनौँ अनि हामीलाई अलिकति यहाँ आएर चाहिँ गाह्रो हुन्छ. तर यस्तो कुराहरू चाहिँ सिकेकै राम्रो हुन्छ. अनि त्यही नै हो, सबैजना चाहिँ केयरफुल हो. त्यही हो. अब हामी फ्रेस वाटरै जान ला हो. यो इस्टरमा अब यहाँ चाहिँ दसैँ तिहार जस्तै भयो नि त होइन. भाइब्स चाहिँ पुरै, किनभने तपाईँको पुरै खाली छ क्या, रोड खाली छ. अब अस्ति चाहिँ हामी सेन्ट्रल कोस्ट जान लागेको थियो. त्यो दिन चाहिँ सब ठाउँतिर जाम भएर हामी आधा बाटोबाटै फर्क्यो होइन. अनि किनभने बेलुका एउटा वेडिङ पनि एटेन्ड गर्नु थियो. सो हामीले त्यो वेडिङ पनि एटेन्ड गरेर अनि त्यसपछि चाहिँ बेलुका फर्क्यो. रमाइलो भयो, बट सेन्ट्रल कोस्ट चाहिँ पुग्न सकेन. सो आज चाहिँ हेरौँ, आज चाहिँ अब आफ्टर दिस वान स्विमिङ गरिसकेपछि चाहिँ कहाँ पुगिन्छ थाहा छैन.
त्यही नै हो आज वेदर पनि राम्रो छ सो त्यही भएर पनि मैले पनि भ्लगहरू चाहिँ आज नै एउटा भ्लग बनाइदिउँ न केटाहरूले अस्ति नैबाट स्विमिङको भ्लग बनाउनु पऱ्यो भन्दै थियो मैले त्यो स्विमिङको किट पनि भेटाएको थिएन किनभने यो गोप्रोको पनि यो मिडिया मोड हटाएर यसको ओरिजिनल के अरे साइड कभर हुन्छ त्यो लगाएर अनि त्यसपछि चाहिँ त्यसमा एउटा हुन त 10 मिटरसम्म त ऊ चाहिँदैन भन्छ सरी 10 मिटर हो कि 30 मिटर हो 10 मिटरै होला सायद 10 मिटरसम्म चाहिँ इन्स्टालाई पनि अनि गोप्रोलाई पनि ऊ चाहिँ चाहिँदैन के अरे त्यो वाटर प्रोटेक्टिभ केस चाहिँ चाहिँदैन होइन सो त्यसले गर्दा पनि खासै फरक त पर्दैन थियो बट स्टिल त्यही हो होइन सेफ बसौँ न किन बेकारमा अब क्यामेरा यतिकै छिराउने भनेर मैले केसहरू र त्यो दुइटै खोजेर आएको छु सो आज चाहिँ स्विमिङ भ्लग भन्छ अब साथीहरू पनि उनीहरू पनि पुग्न जाँदै होला आधा बाटोमा होला उनीहरू पनि उता काम सकेर अनि त्यसपछि जाँदै नै छ सो अहिले चाहिँ त्यस्तो गर्मी पनि छैन होइन किनभने अब यहाँ जाडो महिना लाग्न लाग्यो अनि हावाहरू चाहिँ चिसै छ तर आज चाहिँ वेदर राम्रो भएको भएर चाहिँ हो अनि मैले त्यो के अरे स्विमिङ गगल्स पनि लिएर आएको छु यो चाहिँ कस्तो भन्दा तपाईँको स्कुबा गर्नलाई युज गर्ने सरी स्नोक्लिङ पनि स्कुबा पनि दुइटै गर्नलाई युज गर्छ अनि अस्ति नै चाहिँ फ्रेस वाटरमा पानी यस्तो क्लियर थियो लास्ट टाइम हामी खेल्ने बेलामा अनि त्यहाँ फिसहरू पनि स्पट भइरहेको थियो सो त्यसले गर्दा चाहिँ हामी चाहिँ यो ताल चाहिँ मैले चाहिँ दुईवटा गगल्स बोकेको छु बोक्न चाहिँ सो त्यसले चाहिँ क्लियर भिजनहरू देख्छ क्या सो एटलिस्ट इफ युआर के अरे डाइभिङ अन्डर वाटर दामी यदि पानी सफा छ भने चाहिँ लास्ट चाहिँ दामी भ्यू देख्छ अस्ति नैको पालिको भ्यू त अति नै बवाल थियो मैले खासमा यतिकै सिधै गोप्रोबाट मात्र रेकर्ड गरौँ न भनेर हिँड्न चाहिँ तर फेरि यसो हेरेँ वेदर देख्यो अनि होइन लेट के अरे इन्स्टाबाट पनि रेकर्ड गरिदिउँ भनेर हालेर हिँडेर हो सो त्यही नै हो गाइज अब म चाहिँ आधा बाटो लगभग आइसकेँ सो बाँकी चाहिँ म फ्रेस वाटर पुग्ने बेलामा ऊ गर्छु नि त रेकर्ड गर्छु फ्रेस वाटर आइसकेँ मैले चाहिँ यसलाई पनि माथि गरेर रेकर्ड गरेको छु किनभने अस्ति नै चाहिँ सिधा रेकर्ड गर्दा रेकर्डै भएन जस्तो लाग्यो मलाई गोप्रोबाट पनि रेकर्ड भइरहेछ हुन चाहिँ अब कतिको मेरोबाट देख्छ भन्ने सो होप यसले चाहिँ ठ्याक्कै रेकर्ड गर्छ होला मान्छेहरू त रहेछ मान्छेहरू त छ त्यस्तो बिजी पनि छैन इट्स लुकिङ ब्युटिफुल अनि अब यतैतिर यसो हेरेर पार्क हानिदिन्छ यहाँ मोटरसाइकल पार्किङ यहाँ खाली रहेछ हेलो गाइज मैले चाहिँ मेरो साथीहरू भेटिसकेँ दिनेश र प्रकाश ल पुरै रेडी भइसक्यो अब गाइजहरू आज चाहिँ दामी वेदर छ ब्युटिफुल वेदर सही भएको आज वेदर अलिअलि बादल रहेछ अघि नै त म यता हेर्पट त बादलै थियो अर्को हप्ता त जाडो महिना लाग्यो लास्ट यो चाहिँ लास्ट अब हाम्रो बिचमा चाहिँ हुन्छ होला सायद होइन समरको लागि क्या समरको लास्ट समर अब समर आयो विन्टरमा त फेरि विन्टरमा अब एकचोटि त खेल्नै पऱ्यो नि बिचैमा चाहिँ आइन्छ कि आइँदैन भन्ने कुरा ल आज चाहिँ हामी स्विमिङ खेल्ने हो कस्तो आज वाटर कलर पनि डिफ्रेन्ट छ नि है अलिकति क्लियर भएर क्या छैन ठिकै छ तर पानीमा त्यस्तो धेरै छैन त्यही हो अस्तिको त्यो यो 3 हप्तामा 3 दिन मान्छेहरू यिनीहरू त तर जाडो महिनामा पनि अब त्यो न्यानो घाम ताप्न भयो नि आज ऊ यहाँ खोइ मान्छेहरू यतापट्टि अघि नै ऊ त देखेँ थिएँ मैले ऊ डुङ्गा त हिँडिरहेको अघिदेखि यत्तिकै हामी हाम्रो फेभरेट बिच आइपुग्यौँ फ्रेस वाटर वान एन्ड ओन्ली आज अब पनि अस्तिको जस्तो क्लियर छ भने चाहिँ त्यो गगल लाएर खेल्न सही मजा आउँछ त्यति त छैन होला आज त्यस्तो त आज अलिक मान्छे छ नि त अस्ति मान्छे पनि थियो तालमा खेले जस्तो के अस्ति फेरि मान्छे नि कम थियो नि त तर
राम्रो छ आज नि राम्रो देखिरहेको छ आज होइब छ त्यति बेला चाहिँ होइब थिएन जस्ट क्लियर थियो क्या पानी खै हाम्रो जाने ल अब चाहिँ वेभको माथि जाने हो खै हाम्रो जाने आज चाहिँ होइन यो पानी धेरै बढेर यो बिचै पुरै भरिदिएको क्या बिचै छैन त्यो गाडहरूले सिटी बजा बजाएको नजा भनेर त यस्तो साह्रो हान्ने छ्या यसमा आज भ्लग पनि लाग्छ मेरो तालले भेलले मलाई हानेर त म त पल्टिन्छु होला हो मलाई गोप्रो क्यामेरा घुमाउनै आएन है आजको कहाँ हो थाहै छैन लास्ट ठुलो आएर अब त म दाजुमा गएर भागेँ पछाडि यत्रो ठुलो हेर्नु ल पुरै चेप्पै देखिराखेको छैन थाहा नि क्यामेरामा तर यो पुरै हिउँ परे जस्तो आइरहेको समुद्र तर यहाँ बच्चाहरू खेल्न खान्छ लाग्छ खान लाग्यो तर धेरै ठुलो आयो समुद्र तिनीहरूले मलाई बोलाउँछन् त्यहाँनिर तर म त्यहाँसम्म जान सक्दिनँ किनकि मलाई त्यो होइब धेरै डर लागिरहेको यस्तो बिग आफू आइछ यत्रो होइबमा म समुद्रको अगाडि त मरि जाँदिनँ केटाहरू कहाँ गयो थाहा छैन म मात्रै यहाँ समुद्रमा तर म फ्ल्याग भन्दा उता गइसकेँ करेन्टले मलाई अगाडि पछाडि गरिदिरह यु क्यान सी माई कन्डिसन राइट नाउ कुदान्छ अगाडि होइन म मात्रै हो केटाहरू सेफली खेल्ने स्विमिङ केटाकेटी सबै यो लाउनु पनि तर यसमा पानी छिरो भित्र कत्रो धेरै हान्दै यो गोप्रो पनि चलाउन आएन खास गरी मलाई राम्रोसँग खासै केटाहरूको भ्लग बनाउँछु भनेर बसेको क्यामेरा लिएर तर केटाहरू देखिनँ क्या मैले यिनीहरू यस्तो अगाडि गयो कि यो चाहिँ कतातिर छन् तर मलाई यो होइब देखेर डर लाग्यो झन्डा पनि यति छोरी एरियामा छ यसले मलाई मिठो झ्याप्ले कपाल भएको त्यो एउटा साथी मेरो अर्को हाम्रो मोटे लाल भन्ने चाहिँ खतरा क्यामेरा तर त्यसमा चाहिँ खतरा केही होइन तिनीहरूले मलाई हेर्दाखेरि किन अगाडि आएर भनेर तर यस्तोमा कोही अगाडि जान्छ अहिले मलाई हान्छ त्यो क्यामेरा घुमिरहेको छैन थाहा छैन खिचिदिनु राखेको छैन हामी देखेको छैन केही छाला आयो भने कतै लड्ने भनेर तपाईँ अन्डरग्राउन्ड हामी सोध्दैछु तर यो छाला पाइ गरेँ अब यो हेर्नु यत्रो ठुलो छाला आइरह यसले मलाई त्यो पल्टाइदिन्छ यहाँनिर खासै मेरो काम भ्लग बनाउने हो तर साउन्ड सुनेन हो तर मैले सुन्नु सकिनँ हेर्नुहोस् यहाँनिर कत्रो छ भ्लग
सन्जय भन्ने नजिक त आउनु भएन नि त यत्रो ठुलो छालाइरह इन्सुरेन्स गरेर खाएन नि त मैले फुल त्यस्तो त अब इन्सुरेन्सले केही कभर गर्दैन मेरो त्यस्तो सुपर यत्रो थियो 2-3 करोड नेपाली 2-3 करोड नेपाली दिने मान्छेले त्यो के अरे मनी किन उठाउँथ्यो त्यो के मनी अरे ओए ठुलो आयो वापस जाउँ केटाहरू ठुलो आयो मनी बस अब चाहिँ हामी केटाहरू अलिकति अगाडि जान लाग्छौँ मोटे यहाँ वेभ आउँदैछ म त यहाँ उल्टी खेलिरहेछ ल आज चाहिँ पुरै मैले देखेँ त देखिरहेको थिएँ तँलाई वेबलाई आज चाहिँ अलिकति वेबै वेब भइरहेको छ यस्तो वेब आउँदा चाहिँ भित्र छिर्ने क्या सर्ट लाग्छ नजर उता बाहिर निक्लेर आएको हो सो गाइस अब चाहिँ सबै कुराहरू भइसक्यो अब हामी क्याम्पिङलाई जाने हो केटाहरू चाहिँ हिँडिसक्यो म चाहिँ अब जाँदैछु अघिकै नै बाटो हो तल राखौँ होला केटाहरू अलमोस्ट हाफै पुग्यो हाफै त नभनौँ 5 मिनट्सको बाटो चाहिँ हिँडिसक्यो सबै कुराहरू टक्क सेटअप गरेर हिँड्दा अलिकति टाइम लाग्यो त्यही नै हो अब यहाँकै बाटो हो त्यसपछि अब हामी म आधा बाटो मोटेको घरको बाटो पनि अस्तिकै हो सो अब आधा बाटो पुगेपछि अनि ठक्क लाएर रेकर्ड गर्छु है त
So see you guys in a bit. हामी चाहिँ बबिनहेड जाने भनेको गएन, हामी घरमै बसेर खानासाना बनाएर खाएँ। अब चाहिँ केटाहरू ढलिरहेछन्, अब चाहिँ म लागेँ। ल बाई भ्लगरहरू, दाने चाहिँ बेस्ट भ्लग हो। अब यसको चाहिँ पार्टहरू काटेर मिलाउनु पर्छ नेचुरल। चाहिँ केटाहरूकोबाट अब हिँडिसकेँ, त्यही हो आज रमाइलो भयो। बबिनहेड जाने भनेको चाहिँ चिसो चिसो पनि भयो अनि अल्छी पनि लाग्यो। हामी स्विमिङ गरेपछि चाहिँ अलिक टायर्ड पनि भएर होला। सो हामी चाहिँ घरमै बनाएरै घरमै खाएर अनि त्यसपछि अब चाहिँ म चाहिँ घर फर्किँदै हो। गीत बजिरहेको के हो त्यही नै हो। सो रमाइलो भयो आज चाहिँ। करेन्ट वेभ्सहरू धेरै नै थियो, त्यसले गर्दा चाहिँ हामी खासै त्यस्तो धेरै वेभ्समा चाहिँ खेल्न पाएन, बट स्टिल रमाइलो भयो। बेलुका त आजभोलि अलिक चिसै छ, त्यही भएर पनि ज्याकेटहरू जिन्स प्यान्टहरू नै लाएर हिँडेको ठिक हुन्छ। एटलिस्ट विन्ड ब्लक गर्छ। राति पनि हुन त राति पनि कहिले काहीँ हिजो थियो, हिजो चाहिँ दामी मुन लागिरहेको थियो। अस्ट्रेलियाबाट चाहिँ मुनहरू ठ्याक्कै नजिक हुन्छ अनि तल पनि कहिले काहीँ ठ्याक्कै तल हुँदा चाहिँ क्या दामी देख्छ क्या। हिजो पनि इट वाज लाइक ब्युटिफुल। अब चाहिँ यो हप्ता चाहिँ पानी छ क्या अरे। सो अहिले क्लाउडी पनि हुन थाल्यो। म घर हिँडेको पनि ठिकै भएछ, किनभने फेरि पानी पऱ्यो भने चाहिँ लास्टै बोर हुन्छ। त्यही भएर चाहिँ आई थिङ्क इट्स बेटर, ठिक भयो त ठिक टाइममा म घर हिँड्ने भनेर डिसिजन गरेको छु। सो फुटेजहरू क्लियरै छ। अनि अब त्यही स्विमिङको चाहिँ आज स्विमिङको चाहिँ धेरै भ्लग आयो त, खासै धेरै भिडियोहरू छैन रहेछ। अघि हेर्दै थिएँ मैले, दिनेशको क्लिपहरू छ होइन। अनि त्यही अब त्यसलाई नै कट गरेर मिलाएर हाल्नुपर्छ, किनभने आज चाहिँ हामी स्विमिङमा स्टेबलै बस्नु सकेन कि। वेभ आएको गरेर चाहिँ वेभले ठ्याक्कै त्यही मैले अघि दिउँसो अब भनेको जस्तै ठ्याक्कै पुल धेरै गरेर पुस पनि गरिरहेछ, तर पुल पनि धेरै गरिरहेछ क्या। सो अगाडि जाने उमा चाहिँ त्यस्तो रमाइलो वेभ्स खालको चाहिँ थिएन। इट वाज स्ट्रङ करेन्टहरू थियो, तर रमाइलो भयो होइन। घरमा यत्तिकै बसिराख्नुभन्दा चाहिँ घरबाट बाहिर निक्लिनु, यताउता जानु चाहिँ रमाइलो हुन्छ। त्यही नै हो। अब चाहिँ बाँकी चाहिँ म घर पुगेपछि रेकर्ड होइन अब एन्डिङ गर्छु होला। सो एट द एन्ड चाहिँ थ्याङ्क यू गाइज, थ्याङ्क यू फर वाचिङ माई ब्लग। अनि त्यसपछि थ्याङ्क यू फर बिङ पार्ट अफ दिस जर्नी। अब 100-200 जतिजनाले हेरिराख्नु भएको हुन्छ, थ्याङ्क यू सो मच। आई वुड जस्ट लाइक टु थ्याङ्क यू गाइज अ लट। नयाँ भ्युअरहरू हुनुहुन्छ भने चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला, किनभने भ्लग निकाल्न पनि त्यही हो। मेन भनेको चाहिँ वेदर छ, इस्यु इज वेदर क्या, अरू केही पनि होइन। वेदर तपाईँको ठिक हुने भए त निकाल्न पनि हुन्थ्यो। वेदर पानी पऱ्यो भने चाहिँ त्यही हो, बेटर टु बी सेफ देन सरी भने जस्तो। म खासै ट्राभल गर्नलाई प्रिफर गर्दिनँ बाइकमा चाहिँ। सो तर मेरो सुन अब कारको भ्लगहरू पनि आउँछ होला। मैले गोप्रोलाई सेट गर्ने भनेर सोचिसकेँ। सो आफ्टर द्याट चाहिँ मेरो कारको भ्लगहरू पनि आउँछ। त्यही हो, यो भन्दै आजको लागि यति नै इन्ड गरिदिनु पर्ला। त्यही हो, सबैजनालाई स्टे सेफ है। अनि अब अस्ट्रेलियामा हुनुभएको सबैजनालाई चाहिँ डोन्ट रिस्क योर लाइफ हुन्छ नि, जस्ट फर इन्जोयमेन्ट अफ स्विमिङ एन्ड अल क्या। अनि यो लाइफ इज मच मोर प्रिसियस देन दोज काइन्ड अफ स्टफ। त्यही भएर बरु प्रपर स्विमिङ सिक्नु होइन, स्विमिङ आउँछ भने चाहिँ गर्नु होइन, यु विल इन्जोय इट।
आउँदैन भने चाहिँ डोन्ट रिस्क योर लाइफ है सबैजनालाई सो एट द एन्ड सबैजनालाई विसिङ अल गाइज अ ह्याप्पी न्यू इयर अनि त्यसपछि सोचेको आँटेको सबैजनाको पुगोस् है गुड हेल्थ गुड लाइफ एन्ड ह्याप्पिनेस है त पिस आउट गाइज थ्याङ्क यू सो मच